बिहानीको 5:30 हुन लागेको छ। बिहानीको दृश्य हजुरलाई म देखाउन चाहन्छु है त। गुड मर्निङ एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल माई फ्रिडम ब्लग्स। फेरि पनि स्वागत छ हजुरलाई आज मेरो युट्युब च्यानलमा। अर्ली इन द मर्निङ हामी भालेको डाकमै उठेको। बिहानीको 4 बजेको थियो। लगाइस आजको ब्लग सुरु गरौँ है त। लगाइ सुन्नुहोस् ल, हाम्रो बिहानको काम यस्तै छ। सुस्ताले यहाँनिर दाल भुटिरहेको छ, मुङ दाल। यता हामी क्यारोट बिन्स काटिसकेको छौँ है। जति सक्दो छिटो हामी पकाउने प्रयास गर्नेछौँ है त। गुड मर्निङ भाइ, गुड मर्निङ, हाई फाई, हाई फाई बाई। आउनु हो आज त कपाल उड्छ भाइको। हो ल यहाँ चिकन भइरहेको छ। के अहिले के लाउनु अरे? यहाँ एउटा मात्रै ल्याउनु अहिले, एउटा त्यो 5 किलो त्यहाँ छ। भाइ गुड मर्निङ। खेल्नु व्यस्त छ। ल यहाँ चाहिँ चिकन भइरहेको छ भाइ। फ्राई भइरहेको छ। पनिर छ है, फ्राई हुँदैछ। यता बहिनीले सघाइरहेको छ युट्युब। ल रेडी गर रेडी गर रेडी गर। यता मलजुल के गर्नु छ हेर। ल यता मलजुल धमाधम सेलरोटीमा सेलरोटी हुँदैछ। हजुर आउँदैछ एकछिनै। पर्दैन अहिले, पर्दैन हजुर। पनिर हाल्नु ल त। प्रज्वल भाइ पनि बिहानै आएर सघाउ पकाउ गर्दैछ। भाइको बिहामा पनि खटिदिनु नि। ल प्रज्वल बिहान धमाधम सघाइ पकाइमा। ल यहीँ बहिनी पनि तपाईँ सघाइ पकाउनु धमाधम छ। ऊ एउटा रेडी भइसक्यो, एउटा फेरि जानुको लागि। लगायत हामी मन्दिर पनि आइसकेको छौँ है। ओम नमः शिवाय, हर महादेव। आज हाम्रो साइड निक्लेको छ, छोराको छेवर छ आज है। कपाल काट्ने छौँ। लगायत आज छेवरको ब्लग हुनेछ। आई होप हजुरले इन्जोय गर्नुहुन्छ भने आशा गर्छु है त। शिवाय नमः। घन्टी बजाउने भाइ। यहाँ हेर मलाई हेर त। ओम नमः शिवाय। कपाल काटी गर्छ अब है। कपाल काट्नुपर्छ भाइको। अब चिन्डो हुन्छ हो, चिन्डो हुन्छ भाइ हो। तिमी भाइ चिन्डो हुन्छ हो। म हेरेर शिवांश कस्तो दामी कपाल छ। अब चिन्डो हुन्छ मेरो भाइ। हाय यहाँ हेर, सिप 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 सिप। यहाँ हेर भाइ, यहाँ मलाई हेर न। यो के हो, यो के हो भाइ? गङ्गा जल हातमा लिनु। शिवांश लु छिटो आए जान्छ अरे पण्डितजी। लोक दिया भाग्य मानी। पाजुमा आइपुग्नु भएको छ भाइको है। हाम्रो रिचुअलमा भालेसु कपाल पाजु मामाले काट्नुपर्छ भन्ने चलन छ है त। हाम्रो बाबुको खास पाजु चाहिँ पर्यटनमा हुनुहुन्छ। अब आर्मीतिर झट्टै छुट्टी पनि पाइँदैन, त्यसैले सुस्तले माइती बनाउनु भएको पाजु चाहिँ आउनुभएको छ। भान्जाको कपाल काट्नु भएको है त। यहाँ हेर भाइ,
मिठी मिठी लो नेवारको कुण्डल लो यो नेवारको कुण्डल हो भाइ ल खायो भयो होला यसो लाग्छ अरे लो लो नेवारको दस्तुर अरे यो लो मेरो छोरालाई गरे नि म छोरालाई पूजा पनि गरौँ भनेर यहाँ हावा परिहाल्छ के भएको अहिले त गरम भइरहन्छ ओम जय माता जय लो मोमिटा अब्बुई फेभरेट भाइको नि भाइ ल अझै खान्छ अरे देऊ होस् एकछिन यो पुगेको अहिले खानु तीनपल्ट काट्नुपर्छ होला है फेरि गर्दै ल है होइन 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 गुड बाई यसलाई मिठी खोइ छैन त केही पनि केही छैन यहाँ थालमा केही छैन जहाँ गुल्यो त्यहाँ जहाँ गुल्यो त्यहीँ बाहुन भुल्यो भने पारो भयो त बेसी नखिलाइदियो टिक्टी लाउनु भन्छ लो 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 गुड बोय पारिसक्यो मेरो हातै रातो मान्दैन होला विभूति मात्रै लाउँछ उसले अब कपाल काटी भाइको हो लु यहाँ ढोकौँ त शिवजीकोमा यहाँ औ शिवजी हुनुहुन्छ ओम नमः शिवाय नमः ओम त्र्यम्बकम यजामहे सुगन्धिं पुष्टिवर्धनं पुष्टिवर्धनं भगवान जुवा ओम शिवाय नमः बजाउने घन्टी बजाउने भाइ हो यहाँ हेर मलाई हेर त हजुर ओ मिट्टी बुम 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 ल ल ल ल ल खै बुम बुम भाइ कहाँ छ मेरो भाइको फेभरेट कपाल थियो आज काटी हुँदैछ हुँदैन बेटा मिठाईहरू दिएर भन्नुभयो कपाल भाइको खै ला खै कपाल भाइको खै ला छैन बिचारा नदी उ गर्नु उयो हुन्छ ल त गाइस सबै डिस पाकिसकेको छ अब लास्ट चिकन छ ल त यो पनि हुनु आँटेको छ आयो मिठो होला हजुर आशीर्वादमा त यस्तो मात्रै गर्नु हुन्छ के रहेछ हौ भाइको त अरे टिका लाएर दिनु
आशीर्वाद मात्रै दिनु लुलु भयो पैसा फोटो खिचेको होइन नि मैले रिकर्डिङ गरेर कपाल थाम्ने अब आजको उयोको मैला सबै यसले तालेर हेर्नु ल भाइको त के हो अन्त आज गुड भेरी गुड यो कति राम्रो थियो यार बाबा कति राम्रो गाडी हजार दियो हो यसो फगाए पनि मान्छ नानीहरूलाई मान्ने नै मनाउनु पर्छ यस गुड मन पर्यो भाइ मन पर्यो भाइ या दामी दामी कसले ल्याइदिनु भएको अरे कसले ल्याइदिनु भएको भाइ नचलाइदेऊ नै बल्ल देउता मानेछ उसको है भाइ कसले ल्याइदिनु भएको अझा सगुन ल सगुन जिउ गरेर जिउ आउन त अन्त आउनु नि भित्र आउनु यहाँ सगुन हो यहाँ सगुन यस्तो गरेको चाहिँ किन अरे थाहा छ हामीले अस्ति भनेको यो दाहिने हातै जोडियोस् भनेर दाहिने हातमा अन्डा अस्ति हामीलाई भनेको छ किनभने यसो गरेर दिँदा त अब यो देब्रे हात हुन्छ नि त उतापट्टिको कि त्यही भएर यसो गरेर दिनु चाहिँ यो दाहिने हातै दाहिने हात हुन्छ अरे ल सबैले थाहा होला बोलेको त हाल्नु पर्छ अन्त अन्त सिकिन्छ त यो त हाम्रो हो त अनि फेरि अनि हिँड्ने भनेको त कता नि सानेहरू हजुर टिका लाएर देऊ टिका लाग्यो हालिदिनुहोस् न ल भाइ पनि लागोस् त टिका लागोस् त तँले पनि लगाइदिए खुट्टा ढोकिहाल्नु न पहिला चल्दैछ नि दामी भनौँ न ज्ञानको कुरा त भएन नि त यता त किन मन भइहाल्नु अब अहिले नेवारहरूको चाहिँ हामीले यता टिका लाउने चलन है चलन चाहिँ होइन अरे खासमा कि टिका चाहिँ त्यो चाहिँ दही लाउने चलन हो
हामीलाई अस्ति काठमाडौँबाट आउनु भएको थियो नेवारी गुरुजी होइन उहाँले नर्सरी झन् त्यसै जानु हुँदैछ होला आउनु हजुर होइन दही त हुन्छ नि सबैको घरमा दही हुन्छ टिका पनि दहीले मुसेको हुन्छ होइन तर हामीले टिका लगाएपछि चाहिँ त्यही हातले नै दही लगाइदिएकोले गर्दा चाहिँ त्यो रातो देखिन्छ नि त होइन त्यसले गर्दा अब हामी मान्छेलाई चाहिँ त्यही उयो भयो कि चाहिँ टिकै हो भनेर क्या एकचोटि चाहिँ दही लगाइदिनु अरे अरू केही फुलले चाहिँ सबैबाट दही लगाइदिनु अरे किनभने दही चाहिँ ठन्डा अरे नि त ल ल ल ल हजुर सिक्नुपर्ने निकै छ हाम्रो पनि ज्ञानको कुराहरू गोजीमा हारि सक्यो अघि नै ल मानेको बेलामा चाहिँ गुलियो के भोको भेट्छ गुलियोले फेरि भेट्छ बेनाकै हो दादा बसिरहेको छ हो एकजना कि को एक्लै छ एक्लै छ हुनु पर्दैन कसले कता बिजी धम्माधम आमा बसेर भरे भएर आउँदा हुन्थ्यो नि सन्जुसँग म बोलेको चाहिँ नहाले प्लिज यता यता ओ टिकी 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 ओ अलले कति मानेको कति मानेको कति मानेको अरे ओ ओ अङ्कल मिठी 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 खाने अङ्कल ल जिउ पक्र ल ल थ्याङ्क यू डल्लु केटा ए हुन्छ ए हुन्छ भन्छु ल धन्यवाद मेरो छोनु बाबालाई आशीर्वाद मेरो सानोलाई आशीर्वाद मेरो बाबुलाई ठुलो हुनु ज्ञानी हुनु ल ज्ञानी हुन्छ मिठाई छ लाउनु पर्दैन पर्छ पर्छ लगाइदेऊ सानो बाबा लु जिउवा जिउवा कसले गर्छ जिउवा 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 कसले गर्छ जिउवा जिउवा दिँदैन दिँदैन नि उसले अरू अरू हेर कति टिका लाग्छ ल निनी भनेको यता ब्याकग्राउन्ड दामी छ त अन्त यता पो दामी छ त अरे यार घिनलाग्दो बनायो हो मुक्ता हो हो बाई हाई फाई हाई फाई गर्दै हाई फाई गर्दै हाई फाई हाई फाई तिम्रोमा हाई फाई हाई फाई फेरि हाई फाई यता हाम्रो आरु ब्युटी क्विन यता के प्रिन्स यता फेरि हो ल फेरि फेरि हेरे फेरि ये स्वैग धन्यवाद के जाने अरे के भरे मलाई हामीलाई खोर्सानी निम्बु ल्याऊ खै कता अरू कसो अरे यता मलाई हेर हौ आलु यहाँ यहाँ क्यामेरा मुभी ल के अरे
हामीलाई प्याज चाहिन्छ प्याज र खोर्सानी प्याज नदिनुहोस् न प्लिज ल्याउ ल्याउ छिटो छिटो खोर्सानी पनि छिटो बाबा बाबा यति खोर्सानी यतिको प्याज थ्याङ्क यू बेसी होला न के बनाएको अरे अरू खा बेटा दाल भात दामी भएछ यसले कोटेसन खतरा छ त नो हेयर आई डोन्ट केयर स्लाइङ द मन्जु लुक अरे OMG, hair all gone. No hair, I don't care. Here is my first haircut. Cute Ganju ever. Bala. Here is a Bala cutest look ever. No hair, still I'm cute. के लेख्नु आएको आम्मा कोटेसन चाहिँ हो मान्नुपर्छ दामी दामी रहेछ Bye यार हाई फाई बाई हाई फाई के हेन्सम हो के हेन्सम भयो खै के हेन्सम भयो ए अब बिस्कुट खोल्ने ल बिस्कुट ल बा यो त ला हो ले यो त होइन ओ खोल्दै बिस्कुट देखेर हो बिस्कुट देखिरहेको छ त्यहाँनिर आमा बाबाले फोटो खिच्दैछ ल खै ल मिठो अरे बा के मिठो अन्त ढिलो गर्यो इन्डिङमा है भाइ निन्द्रा छ थाकै छ ग्यास मैले यो चाहिँ मगाएको थिएँ दिउँसो लाउनु पाएन तर बेलुका भए पनि लगाइदिएको है त माई फर्स्ट हेयर कट मेरो बेटाको आज छेवर गन्जु महाराज की जय हो गन्जु महाराज की जय हो गन्जु गन्जु टिभीमा चाहिँ आउँदैछ मोहिनी कोटेसन पढौँ है त दामी दामी छ क्युट गन्जु एभर अरे नो हेयर स्टिल आइएम क्युट अरे बाला द क्युट लुक एभर अरे क्युट गन्जु न्यू लुक माई क्युट गन्जु चिन्टु बेटा हिज द रियल बाला भन्दैन बेटा नो हेयर आई डोन्ट केयर भनिदेऊ न ल त गाइस आजको छेवरको भ्लग यहाँसम्म थियो के लाग्यो कस्तो लाग्यो भन्नुहोस् होला मन पऱ्यो भने लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब पनि गर्नुहोस् है त ल त फिलिङ बाई फेरि भेटौँला नेक्स्ट भ्लगमा माई क्युट डड गोपाल